हेलो नमस्कार साथीहरु। आज यहाँ बिहानै मकै गोड्ने कार्यक्रम छ यहाँ। अब खाजा पनि आइसक्यो। यहाँ बिहानको बुहारीले ल्याइसकेछन्। बिहानको मेलो यो। बिहानमा शीतल हुन्छ भनेर यहाँ मकै गोड्ने लाग्नु भएको छ। एउटा हुरी हो, बिहानको हुरी। हाम्रो दले ठुलियामाको मकै हो यो। उहाँ मकै लाउने साउने आमै। घर मेरो हुन्छ त अनि जान्छन्। ए ठुनिया त फुलको बेर्नहरु त राख्दिन। राख्दे बर्खामा त बेच्न जानुहुन्छ कि? ल ल कता गयो? ल यता छत्र टोपी लाएर आउँदैछ त आउँदै। ए मकै गराउँदै अलिकति बढी झार रहेछ। उहिले मकै लाउनु कि पानी पऱ्यो क्या? पानी परेन त्यो झारै झार्थ्यो। पहिले झार थियो र नगरन त पनि बके चाहिँ काम गर्दै चाहिँ खाजा भातै रहेछ हैन आज। ल हाम्रो यहाँ खाजा खाने कार्यक्रम सुरु भयो। बल्ल ठुले हात धुनु भयो? म हात धोए अब म बाहिरतिर जान्छु। मैले खाएँ। साइले पनि बस्नु भयो होला। रातो घरकै हो? ठुल्ठुलो गरेर भ्याइयो दुईटा के अब बाँकी दुईटा एक बच्चा होइन। बोतलमा पानी ल्याउँछ यता पखला उनी होइन का यसले त काँचो घरमा आगो लाम्दै हिँड्छ। केमा आएर बजे ठुटिया हेर्न भयो त बुढो हुन्न खालि बुढो के हो। हाम्रो सेकेन्ड भोलि बाजे यहाँ भेलु बाजेको आत्मा ए रगमगी छ यहाँ हेर्नु। अब ठुली आमालाई आमालाई थप्दै अलिकति भात बुहारी। हेलो हाय। आज हाम्रो के अरे मगा खाने पालो हामी जस्तो किसानै हुनुहुन्छ भने ल गुड बाइ। दिदी बेलुकासम्म भ्याउनु तपाईँले? भ्याउनुहुन्छ बेलुकासम्म? मगा खाने पाल